Hello and welcome to Football Talk ma. It's Arsenal 1 Brighton 0. It's an away game and Arsenal is a massive 3-point gain गरेको छ यो गेममा and it was a crucial win. It was a lucky win and it was a 3-point. यता म्यान्चेस्टर सिटीले चाहिँ नटिङह्याम फरेस्टसँग 2-2 को ड्र खेलेको छ र पोइन्ट ड्रप गरेको छ। यो गेम यो पोइन्ट ड्रपले गर्दाखेरि चाहिँ आर्सेनलको जुन त्यो पास दुईटा गेम थियो ब्रेन्टफोर्ड र उल्फसँग ड्र गरेको र पोइन्ट ड्रप गरेको र सबैको रिमोर चाहिँ के थियो भन्दाखेरि ल अब आर्सेनलले बोटलनेक गर्छ फेरि भन्ने जस्तो थियो। बट दिस टाइम आर्सेनल इज नट आर्सेनल द्याट युज टु बी इन द पास्ट। अनि मलाई यो स्योर थियो म्यान सिटीले पोइन्ट ड्रप गर्छ भनेर, किनभने म्यान सिटी जुन म्यान सिटी पहिलाको थियो त्यस्तो छैन र म्यान सिटी इज भेरी भल्नरेबल इन डिफेन्स अल्दो दे हेभ साइन अ गुड प्लेयर। अब यता आर्सेनलको कुरा गर्दाखेरि आर्सेनलले चाहिँ फर्स्ट हाफमा नै गोल गरेको थियो र झन्डै एउटा स्लोपी मिस्टेकको कारणले चाहिँ ब्राइटनको प्लेयरले गोल गर्नेवाला थियो बट ग्याब्रियलले बचाइदिएको थियो र 9 मिनेटमा नै साकाले एउटा राइट विङबाट पोस्टाज गरेको थियो र इट वाज अ गोलकिपर मिस्टेक भन्छु म। इट वाज नट त्यस्तो डेन्जरस अटेम्प्ट चाहिँ थिएन तर गोलकिपरको बिचबाट बल छिरेर गोल भएको थियो एन्ड इट वाज अ लक्की गोल। त्यसपछि आर्सेनल डिड नट लुक ब्याक एन्ड दे आर रक सोलिड। आर्सेनलले धेरै चान्स क्रिएट गरेको थियो, लाइकवाइज ब्राइटनले पनि चान्सेसहरू क्रिएट गरेको थियो तर आर्सेनल टोटल्ली कम्फोर्टेबल थियो यो गेममा। यो गेममा चाहिँ डिफेन्स रक सोलिड थियो, त्यस्तो स्लोपी एकदमै के भन्छ सेकी डिफेन्स थिएन। आर्सेनल टोटल्ली कम्फोर्टेबल थियो बोथ फर्स्ट हाफ एन्ड सेकेन्ड हाफमा। ब्राइटनले अटेम्प्ट नगरेको होइन, अटेम्प्ट गरेको थियो बट बिकज अफ आर्सेनल सोलिड डिफेन्स ब्राइटनले त्यस्तो जिउनै सिरिङ भन्ने खालको अटेम्प्टहरू चाहिँ के गर्न सकेको थिएन र कम्फोर्टेबल्ली जितेको छ यो गेम 1-0 एन्ड भ्यालुएबल 3 पोइन्ट गेन गरेको छ अनि 7 पोइन्टको लिड लिएको छ। अल्दो म्यान्चेस्टर सिटी हेभ गेम इन ह्यान्ड बट 4 पोइन्टको लिड लिइसकेको छ। अब 8वटा गेममा 7वटा गेम जिते पनि आर्सेनलले लिग टाइटल जित्छ यो सिजन। अब यता म्यान सिटीको कुरा गर्ने हो भने म्यान सिटी भर्सेस नटिङह्याम फरेस्टको गेममा चाहिँ नटिङह्याम फरेस्टले चाहिँ आफ्नो रेलिगेसन ब्याटललाई चाहिँ सही रूपमा खेलेको छ र कम्फोर्टेबल्ली ड्र गरेको छ र कन्फिडेन्स लेभल म्यान्चेस्टर सिटीको भन्दा नटिङह्याम फरेस्टको हाई देखिन्छ यो गेममा र नटिङह्याम फरेस्टले गोल खाएर पनि कमब्याक गरेर चाहिँ एउटा भ्यालुएबल 1 पोइन्ट लिएको छ अगेन्स्ट म्यान्चेस्टर सिटी एट एटिहाद स्टेडियम। लास्ट 2 सिजन आर्सेनल प्ले भेरी ब्युटिफुल गेम बट दे ड्रप अ पोइन्ट, तर यो सिजन चाहिँ त्यस्तो हुन्छ भन्ने मलाई पनि लागेको छैन। त्यसैले गुड लक टु आर्सेनल।